हेलो साथीहरु, नमस्कार। म तिरुपति कलेक्सनबाट रञ्जना कुमारी खड्का बोल्दैछु। हजुरहरुको सामु सानो एउटा टिप्स लिएर आएकी छु। हेरेर या सुनेर साथ दिनु होला। म आज के भन्न गइरहेकी छु भने एउटा ब्याङ्कमा मैले पैसा जम्मा गरेको, अनि ब्याङ्कमा भन्दा पनि लघु वित्त सहकारी हो के। लघु वित्त सहकारीमा जम्मा गरेको 4 महिना रेगुलर बचत गरेर बीचमा छोड्छु भनेर म बचत नगरेको, अनि महिनामा 500 रुपैयाँ जम्मा गरेकी थिएँ। 3 महिना 500 गरे, 1 महिना 300 मात्र गरे, अनि बीचमा अब छोड्दिन्छु भनेर गरेको। मनै नपरेर बसेको थिएँ कि बस्न त। अनि त्यसपछि म त्यहाँ नबसेको, छोड्दिन्छु भनेर लगभग आजको कुरा होइन, 4 वर्ष अगाडिको कुरा होइन। अनि भनेर गरेको, अनि छोड्न पनि दिएनन्, त्यहाँ बस्न पनि, अब बस्न त दिन्थ्यो होला, छोड्न दिएनन्। अनि त्यति हुँदैमा मैले के गरेँ भने अब म बस्दैन भनेर मैले छोडेँ भनेर त्यहाँबाट मैले बचत पनि गरेन, जाँदा पनि गएन। अनि अहिले चाहिँ बचत फिर्ता ल्याउन जान्छु भनेर ठ्याक्कै पोहोर साल 1 वर्ष भयो कि यो असारको महिना गएँ बचत फिर्ता माग्न गएको। अनि असार मसान त लाहा हुन्न भने ठिकै छ त भने म आइहालेँ। फेरि गएँ, त्यसपछि असारबाट वैशाखको महिना गएँ, अस्ति नै वैशाखको महिना पनि हुन्न भने। अनि त्यसपछि 2 चोटि भयो। त्यसपछि फेरि अघिल्लोचोटि अस्ति यो महिना असारको महिना गएँ, हुन्न भने फेरि। अनि फेरि अझ आज गएँ। आज गएर धौधौ गरिकन दिएँ। टोटल पैसा हुनुपर्ने 1800 होइन, 1800 मा अनि कहाँ जोड्ने बेला, त्यहाँ जोडिने बेला पनि काटिन्छ अरे हैन, अनि छोड्ने बेला पनि काटिन्छ अरे। अनि त्यो के गर्दाखेरि 1800 मा जम्मा 1300 के हुनुपर्ने त 1800 हो नि। अनि 1800 दिनुपर्ने हो, तर सानोको लागि ठुलो बनाई भनेर नसोच्नु होला, बिन्ती गर्दछु। अनि सानो कुराले पनि ठुलो हुन सक्छ। अनि यसै गरी ठुलो